हालैमा धरानको मेयर हर्क साम्पाङले पार्टी दर्ता गरिसकेको छ। मेयर हर्क साम्पाङले पार्टी दर्ता गरेको खबर आफ्नो फेसबुक स्ट्याटस मार्फत जानकारी दिएका थिए भने मेयर हर्क साम्पाङले खोलेको पार्टीको नाम समशक्ति पार्टी हो भने चुनाव चिन्ह माटो हो। यसका साथै मेयर हर्क साम्पाङले भ्रम नछर्न र भ्रमित नबन्न समेत आफ्नो फेसबुक स्ट्याटस मार्फत अनुरोध गरेका थिए। जेएनजीहरूको माग अनुसार जनताद्वारा चुनिने प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको चुनाव गराउने शर्तमा जेएनजीहरूकै चाहना र बालेन शाहको इच्छा अनुसार संसद विघटन गरी सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाएको थियो। अनि जेएनजीहरूको आन्दोलनको फाइदा उठाएर सत्तामा गई जेएनजीहरूको नाममा राजनीति गरियो। अनि संविधानमा लेखिए अनुसार जनताद्वारा चुनिने प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको चुनाव गराउन नसकिने भन्दै जेएनजीहरूको मागलाई व्यवस्था गरियो। विदेशी शक्ति हाबी भए विदेशीकै इसारामा सुशीला कार्की नेपालको पहिलो महिला प्रधानमन्त्री समेत भए। तर जुन जोगी आए पनि कानै चिरेको भए जस्तो यो देशले राम्रो लिडरसिप भने पाउन सकेन। न त जेएनजीहरूको माग नै पुरा भए, न त यो सरकारले गोली हान्न आदेश दिनेहरूलाई नै जेल हाल्न सके, न त भ्रष्टाचारीहरूलाई नै कारबाहीको दायरामा ल्याउन सके। त्यसपछि जनताद्वारा चुनिने प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको चुनाव नहुने भएपछि मेयर हर्क साम्पाङले पार्टी खोल्ने निर्णय गरे। पार्टी खोलेर चाहिँ अब आउने चुनावमा चाहिँ होमिने निर्णय गरे र मेयर हर्क साम्पाङले अहिले हालैमा चाहिँ समशक्ति पार्टी भनेर चाहिँ आफ्नो पार्टीको चुनाव चिन्ह माटो राखेर चाहिँ मेयर हर्क साम्पाङले चाहिँ पार्टी दर्ता गरिसकेको छ अथवा पार्टी खोलिसकेको छ।